फोन हेलो हेलो आशिष जी हो हेलो आशिष जी हो हो त हजुर नमस्ते नमस्ते के छ आशिष जी ठिकै छ को बोल्नुभयो हजुर म यहाँ नमस्ते एफएमबाट बोलेको कि हजुर 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 म यो नमस्ते एफएमको प्रोग्राम कोअर्डिनेटर हो हजुर अनि हाम्रो एउटा निरज भन्ने भाइ छ यहाँनिर हजुर अनि त्यो भाइले चाहिँ एउटा प्राङ्कको कार्यक्रम चलाउँछ कि ए थाहा छ मलाई हजुर अनि त्यो भाइले चाहिँ के अरे प्राङ्कको कार्यक्रम चलाउँछु भन्छ अब बिचराले चलाउन त चलाउँछ त्यति धेरै आइडिया नै छैन होइन हजुर अनि अब तपाईँहरू जस्तो अलिकति लाइटमा आएको हिटमा आएको मान्छेलाई अब एउटा इन्टरभ्यू जस्ट गर्ने भनेको छ अब त्यो इन्टरभ्यू गर्ने यस्तो अस्ति कुरा के भएको थियो नि होइन उसको भाइलाई मैले पहिलेदेखि उसको स्टार्ट गर्छु भनेर सुनाएदेखि नि मैले सपोर्ट गरिरहेको हो है हजुर हजुर अनि अस्ति पनि भन्दै थियो दाइ शनिबार एउटा लाइभ सेसन चलाउँ न त भन्दै थियो हजुर अनि ठिकै छ अब म अहिले इटाली त आउन पाउँदिनँ त्यही पनि म यहीँबाट फोनबाटै म लाइभ सेसन गरौँ न त केही छैन भनेर मैले भनेको थिएँ हजुर त्यही त आशिष अब त्यही त तपाईँहरूले अब यहाँ जस्तो मान्छेको जे भए पनि तपाईँको एउटा राम्रो फरक खालको एउटा इमेज छ सबैमा एउटा राम्रो खालको छाप छोड्नु भएको छ होइन अनि अब तपाईँ जस्तो मान्छेलाई एफएममा इन्टरभ्यू गरिसकेपछि यो भनेको त नमस्ते एफएम पनि अब लोकलै एफएम हो होइन पूर्वाञ्चलभरिको भए पनि अब यस्तो एफएममा इन्टरभ्यू गरिसकेपछि त एउटा प्रोमो त रेकर्ड गर्नु पर्यो नि त मैले भाइलाई त्यति बेलादेखि नै भनेको थिएँ अब त्यति धेरै जान्दैन क्या गर्छु त गर्छु भन्छ अलिअलि गर्न त गर्छ ठिकै छ एउटा प्रोमो पनि रेकर्ड गरौँ होइन हजुर अनि त्यसपछि म पनि यताबाट अपिल गरिदिन्छु सबैजनालाई यो दिन यतिखेर नमस्ते एफएम सुन्नु भनेर होइन हजुर हजुर अनि त्यसपछि अब प्रमोसन पनि हुन्छ अनि त्यो दिन मजाले गरौँला न ए हुन्छ अनि यस्तो गरौँ न अहिले तपाईँले बरु म यहाँ रेकर्ड गर्छु तपाईँले एउटा प्रोमो बोलिदिनु भयो भने अझ धेरै बेटर हुन्थ्यो यो प्रोमो हामी लगाएर एक दुई दिन हामी एक हप्ता जति बजाउँछौँ त्यस पछाडि इन्टरभ्यू गरौँ न हुँदैन हुन्छ कति राम्रै आउँछ र रेकर्ड एकदम राम्रो आउँछ एकदम क्वालिटी धेरै नै राम्रो आउँछ हुन्छ रेकर्ड एकैछिनमा म अलिक सुनसान ठाउँमा गए त्यो भोइस क्लियर आओस् भनेर ए हुन्छ आशिष हुन्छ के कस्तो बोलिदिनु पर्ने भन्नु त अब नमस्ते सबैजनालाई दिस इज प्राङ्क आशिष भनेर बोल्दा हुन्छ नि हुन्छ तपाईँको स्टाइलले बोल्नु न एकदम खतरा तरिकाले मान्छेले सुन्ने बित्तिकै वाउ आशिष म नेचुरल बोल्छु आफै खतरा सुन्यो भने मात्र होइन तपाईँहरूको सबैतिर अब लाइट छ अनि एकदमै सुन्दाखेरि पनि वाउ आशिषले बोलेको भने सबैलाई एकदम एट्र्याक्ट गर्ने खालको कि ए ठिकै छ होइन अलिकति स्वर चेन्ज नगरौँ होला आफ्नै नेचुरल स्वर सबैले चिन्छन् होइन यस्तो गर्नु न स्वर चेन्ज गरेर गर्नु नगरेर पनि गर्नु जुन चाहिँ बेटर हुन्छ त्यही नै गर्नु न हुँदैन हुन्छ ए ल सुरु गर्नुहोस् ल 1 2 3 नमस्ते सबैजनालाई दिस इज प्राङ्क आशिष तपाईँ सुन्दै हुन्छ अहिले नमस्ते एफएम र अब छिट्टै म लाइभ सेसनमा आउँदैछु नमस्ते एफएमबाट धेरै प्राङ्क गरिसकेँ धेरै रमाइलो भिडियोहरू तपाईँहरूलाई दिइसकेँ विगत 2.5 वर्षदेखि अब छिट्टै आउँदैछु नमस्ते प्राङ्कमा लाइभ सेसन गरेर सो गाइज स्टे ट्युन वाउ कस्तो स्विट यो चाहिँ कसरी बोली बनाएर कि नबनाएर हो यो चाहिँ यो यतिकै हो नेचुरल हो अब अलिकति बनाएर भन्नु न प्लिज बनाएर कस्तो होइन जुन बेटर हुन्छ अघि भन्नु नि त यहाँ होइन बनाएर भन्नाले पनि अरूले चाहिँ मेरो बोली छोडोस् क्या ए ल ठिक छ ल त्यस्तो गर्नु न त ल सुरु गर्नु ल 1 के गर्नु मैले एकछिन ए ल के गर्नु त भन्नुहोस् होइन त्यसरी एक्स्ट्रा तरिकाले अलिकति बनाएर कस्तो हुन्छ भन्ने टाइपको एक्स्ट्रा तरिकाले चाहिँ फेरि मैले त्यो एउटा अन्डा प्राङ्क गराएको त्यसै गरिदिनु भन्छ ए ल हुन्छ ल सुरु गर्नु ल 1 2 3 एकछिन म रेकर्ड नगर्नु ल ए ल हुन्छ त्यो नमस्ते समस्ते भन्नु कि नभन्नु होइन हुन्छ जसरी भन्दा नि हुन्छ एडिट गरेर काट्दा भइहाल्छ नमस्तेदेखि नै भन्नु न ए हुन्छ ल ल ल काउन्टडाउन दिन्छु नि ल के पर्दैन ए ल 1 2 3 स्टार्ट अन्डा अस्ति फुटेको अन्डा अब अन्डा त फुटिसक्यो अब ठिकै छ अन्डा फुटेको भित्र फेरि अर्को पनि आउँदैछ त्यही पनि अब म चाहिँ आउँदैछु प्राङ्क त आशिष हो क्या म चाहिँ आउँदैछु अब नमस्ते एफएमबाट लाइभ होइन ठिकै छ तपाईँहरू पनि सुन्नुहोस् अब फुटिसकेको अन्डाको के कुरा गर्नु है त्यही पनि आउँदैछु नमस्ते एफएमबाट सो गाइज सुन्न नबिर्सिनु होला नमस्ते एफएम र लाइभ आउँदैछु म नमस्ते एफएममा छिट्टै तपाईँहरूको सामु वाउ आशिष फ्यान्टास्टिक म तपाईँको ग्रेट फ्यान भए ठिकै छ म पनि तपाईँको भोइसको फ्यान भए कस्तो राम्रो बोल्नु भएको गर्लफ्रेन्ड छ सरी सोध्नु हुन्थ्यो कि हुन्थेन होइन अब गर्लफ्रेन्ड अब यो पनि रेकर्ड हुन सक्छ त्यही भएर नभनौँ होइन रेकर्ड बन्द भइसक्यो बहिनी बन्द गरेर ल मैले भनिसकेँ बन्द गर्ने होइन ठिकै छ ल अब नमस्ते एफएममा हालिदिनुहोस् प्रोमो मैले पनि थाहा पाऊँ है हजुर अनि
गरौँ के छ र ए हुन्छ अनि मैले फेसबुकमा तपाईँलाई म एड गर्न मिल्छ मिल्छ एड गर्नु न ऊ होइन एड गर्न मिलेन भने पनि मलाई मेसेज गर्नु है हजुर यस्तो नमस्ते एसएमबाट मेसेज गर्नु म आफै रिक्वेस्ट पठाउँछु ए हुन्छ आशिषजी अनि म त्यो बारी बहितको लागि डोनेसन उठाउन जाँदैछु है हजुर हजुर अब पछि कुरा गरौँला नि ए ल हुन्छ अनि खोइ त भन्नु भएन गर्लफ्रेन्ड छ कि छैन मैले धन त्यत्रो सोधेको छैन ए भनेपछि भ्याकेन्सी खाली हो भ्याकेन्सी त खाली छ अब क्वालिफिकेसन मिल्यो भने ए त्यस्तो हो म त पुरै क्वालिटीको हो नि त फेरि मान्छे चाहिँ राम्रो नभए ओके आशिषजी वाउ 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 थ्याङ्क यू सो मच तपाईँलाई हामीले प्र्याङ्क गरेको सो के भन्न चाहनुहुन्छ ए म त के भन्न चाहन्न मलाई त नमस्ते एफएमबाट फोन आए जस्तो लाग्यो म प्र्याङ्क भयो वाह